आज चाहिँ हामी सबै फ्यामिली मिलेर सीफुड बोइल खान लाग्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ सबै बोइल गर्दैछु। यहाँ के हालेको छु इन्ग्रिडियन्ट्स भन्नेछु। श्रिम हालेको छ, अन्डा छ, आलु छ, मकै, श्रिम, पटेटो, कोर्न, क्र्याकर, रेड क्र्याकर मजाले उम्लिँदैछ देख्न सक्नुहुन्छ। यो चाहिँ सीफुड बोइल खाँदैछौँ आज सीफुड घरमै बनाएर हामी सबैजना मिलेर सबै चाहिने सामग्री हालिसकेको छ। यहाँनिर मजाले उम्लिँदैछ। अब म सस बनाएको पनि देखाउँछु तपाईँलाई। सस बनिँदैछ, बटरहरू अनि अरू सबै सिजन हालेर यो चाहिँ सस बनिँदैछ सीफुडको लागि। सस, बटर, गार्लिक अनि अरू सिजन हालेको छ। यो चाहिँ उसिनेर निकालिसकेको अन्डा चाहिँ तास्न लागेको छु। सीफुड चाहिँ रेडी भइसक्यो। सीफुड रेडी भइसकेको छ।